तरकारी के टनाटन पाइँदो रहेछ नि सर? तरकारी यहाँ टनाटन छ हजुर, यहाँ हँ? हाम्रो स्थानीय बजार स्थानीय कमलबेतीमा हो, अँ। एकदम टनाटन छ हजुर। तरकारीहरू हेर्नुहोस् यहाँ अब यहाँ पाउने चाहिँ फर्सी पाउने रहेछ, फर्सी छ, तरबुज पाउने रहेछ, टमाटर पाउने रहेछ, काँक्राहरू पाउने रहेछ, लौकाहरू पाउने रहेछ। बारी चाहिँ यही हो यी। अब बारीमा मेहनत त धेरै छ, मेहनत अनुसारको चाहिँ उहाँले उहाँको परिश्रम अनुसारको यो बजार चाहिँ नआइरहेछ के देखिया सर? यहाँ चाहिँ परिश्रम अनुसारको बजार भाउ नपाएको हुनाले अब यो यता तपाईँ हेर्न सक्नुहुन्छ, यो लौका हेर्नुहोस् त, यो त्यतिकै कुहिएर गइरहेको बारीको यो लौका हेर्नुहोस्, जहाँ पायो त्यहीँ यो लौका। बरु यसरी सडाइराख्नु बिगार्नु गर्नुभन्दा त यो गाउँमा चाहिँ अलिकति सुपथ मूल्यमा दिँदा ठिक हुन्थ्यो हाम्रो सल्लाह अनुसार। त उहाँ चाहिँ दिनुहुन्न होला, उहाँ चाहिँ मान्छे इन्डियन मान्छे हो। इन्डियन मान्छेले चाहिँ यो सुक्खा बगरमा चाहिँ मेहनत गरेर यस्तो राम्रो तरकारी फलाएको छ। यत्रा यत्रा लौका यहाँ हेर्नुहोस् त, यो बारीभरि लौका। यो हेर्नुहोस् त लौका, यो खप्तडतिर बढी मालिकातिर हिउँ पर्या जस्तो लौका छ होइन त सर? यो लौका के कस्याँ सदुपयोग गर्नु पर्यो सर? के होलो यहीको? अब योको त अब लास्टमा सुकिसक्यो, केही नआएको खड्डा काम मात्र हो नि यसलाई। अब यो स्थानीय भनाइ अनुसार अब यहाँ उपयोगमा बजार भाउ नपाएर बजारमा यो बजार भाउ नपाएर यसरी सड्ने भयो होइन? होला लगभग बहुत होला होइन सर? एक ट्राली होला, ट्र्याक्टरको एक ट्राली बढी छ। ऊ त परैसम्म छ। यो चाहिँ सुक्खा ठाउँ छ, सुक्खा बन्दरगाह जस्तो। नदी त छ, नदी अलिकति परै ऊ त्यो जङ्गलको किनारबाट नदी बगेको छ। यहाँ चाहिँ यत्रा यत्रा ड्याम बनाएर लाउनु भएको छ। तरबुजहरू, फर्सीहरू, लौकाहरू, तिता करेला, तरबुजहरू, लौका हेर्नुहोस् त, यस्तो ताल छ। जङ्गलमा भेडा चराउनु लगेर सेतो देखिन्थ्यो, त्यस्तै छ लौकाको अवस्था हो यो। उहाँलाई यसो बुझ्दाखेरि चाहिँ बजार भाउ नपाएर चाहिँ लौका बिग्रियो भन्ने छ। अब उहाँले मिहिनेत त गर्नुभएको छ, उहाँको मिहिनेतलाई चाहिँ मान्नै पर्छ। टनाटन फल्याएको छ, तर किसानले चाहिँ मिहिनेत गरे अनुसार फल पाएको अवस्था मैले चाहिँ देखिनँ होइन सर? हो त्यस्तै हो सर। अब छन् त बारी त लगभग ठुलै रहेछ। अब यस्तो सुक्खा बन्दरगाहमा पानी बोकेर हाल्नुपर्ने अवस्था थियो होला सुरुमा लाउँदाखेरि चाहिँ। अब अहिले फलेर बेच्ने बेला चाहिँ बजार पाइएन। यो बजार नपाउनुको मेन कारण चाहिँ इन्डियाबाट आएर पनि हो। यस्तो चिज पनि पाउने रहेछ यहाँ। एकदम यो चाहिँ इन्डियाबाट सागसब्जी इन्डियाबाट आयो। सागसब्जी इन्डियाबाट आइसकेपछि नेपालको सागसब्जी खाएन मान्छेहरूले हो कि अब यो इन्डियन मान्छेले नै हो यो बनाउने, यसमा विषादी बढी भएर बिग्रिया हो कि? अब त्यो त सोध्नुपर्छ उहाँलाई। उसरी यहाँ बगरमा पुरै तरबुजहरू छन्। अब कति देखाउँ, धेरै छ अझै। यो दिनभरि लाग्छ होला होइन सर? पुरा दिनभरि लाग्छ यो भिडियो बनाएर तपाईँहरूलाई देखाउँदाखेरि। यहाँ तरबुजका यत्रा यत्रा प्याकहरू पुरै रमाइलो छ त, यहाँ बडो रमाइलो पो छ त। टक्क आनन्द, नदीको चिसो हावा, बल्ल नदी देखियो, आनन्द छ। हुन त भयो नि, ठिकै छ। बाँकी अर्को भिडियोमा हस्, नमस्कार।